हेलो गाइज, नमस्ते सबैजनालाई। अहिले हामी छौँ डोल्पा जिल्लाको सेफ फक्सुन्डो गाउँपालिका। यहाँ चाहिँ अगाडि सुलीगढ झरना छ, जुन चाहिँ नेपालको सबभन्दा अग्लो उचाइबाट चाहिँ झर्ने झरना हो। एकदम ठुलो सेतो फोहरा निस्किने गरी चाहिँ झरना बगिरहेको देख्न सकिन्छ। त्योभन्दा माथि चाहिँ अलिक माथि गएपछि रिङ्म गाउँ आउँछ। त्यसपछि अलिकति उकालो लगाएर अगाडि बढेपछि चाहिँ सेफ फक्सुन्डो लेक देख्न सकिन्छ। यहाँ एकदम हावापानी चिसो छ, तर घाम लागेको बेला चाहिँ अलिकति गर्मी नै फिल भइरहेको छ, हिँडेर पनि होला। अनि यस्तो सिन चाहिँ देख्न सकिन्छ। बाटोहरू यस्तो छ होइन, बाटोहरू यस्तो छ, सबै भिरकै बाटो हुन्छ र अलिकति लगभग 2 फुट 3 फुट चौडाइको बाटो हुन्छ। काहीँ चाहिँ छेकबार पनि लागेको छ, कतै बाटो बनाउनलाई दुःख गरेर बनाएको छन् यहाँको मान्छेहरूले। यस्ता भिरहरू छ। ल अब यस्तो छ है, झरना यस्तो देखिन्छ। यहाँ हाम्रो पछाडि हुनुहुन्छ अजय सर हुनुहुन्छ, यहाँ हाम्रो धनचन्द्र दाई हुनुहुन्छ। ल दाई हेलो भनिदिनु। ल आइरहेछ है हाम्रो भाइ छ यहाँ यता। ल रे ल है।